हेलो साथीहरू, आजको यस भिडियोमा राष्ट्रिय तथ्याङ्क कार्यालयले मिति 2082 10 महिना 1 गते खुलाएको सुपरिवेक्षक र गणक अनलाइन फारम कसरी भर्ने भन्ने आजको यस भिडियोमा हामी सिक्नेछौँ। अनलाइन फारम भर्नको लागि तपाईँ आफ्नो पिसी वा ल्यापटपमा भएको कुनै एउटा ब्राउजर खोल्नुहोस्। ब्राउजर खोलिसकेपछि google.com गर्नुहोला। google.com गरिसकेपछि यो सर्च बारमा विज्ञापनमा देखाएको लिङ्क यहाँ यो शब्दलाई टाइप गर्नुहोला। गुगलमा सर्च गरिसकेपछि यस्तो एउटा लिङ्क पाउनुहुन्छ। यो लिङ्कमा क्लिक गर्नुहोला। अब यो लिङ्कमा क्लिक गरिसकेपछि राष्ट्रिय तथ्याङ्क कार्यालयले खुलाएको अनलाइन फारम भर्नको लागि हामीले एउटा यस्तो पेज पाउनेछौँ र यो पेजमा भएका सबै कुराहरू एकदम ध्यान दिएर पढ्नुहोला। यो फर्म एकदम सजिलो तरिकाले तपाईहरूले फर्म भर्न सक्नुहुनेछ। सबै विवरण भर्न अनिवार्य छ। फोटो वा डकुमेन्ट अपलोड गर्दा फाइलको प्रकार .pdf वा .jpg र अधिकतम साइज 200 KB को हुनुपर्नेछ। तपाईको डकुमेन्ट पीडीएफ वा जेपीजी मा हुनुपर्नेछ र त्यसको फाइल साइज 200 KB को हुनुपर्नेछ। उम्मेदवारले काम गर्न चाहेको पद तथा कार्यक्षेत्र सम्बन्धी विवरण। यो टपिक दिएर एउटा बक्स बन्द गरेको छ। यो लाइन भित्रको बक्स के हो? काम गर्न चाहेको पद र कार्यक्षेत्र सम्बन्धी विवरण छ है। ध्यान दिएर भर्नुहोला। आवेदनको पद तपाईले भर्न चाहेको आफ्नो पद कुनै एउटा चुज गर्नुस् वा दुवै चुज गर्नुस्। तपाईले यो प्रदेश तपाईले बसोबास गरेको यो प्रदेश हैन, तपाईले काम गर्न चाहेको यो प्रदेश हो। त्यही भएर यो बक्समा काम गर्न चाहेको प्रदेश चुज गर्नुहोला। फर इक्जाम्पल त्यसपछि काम गर्न चाहेको जिल्ला म कैलाली चुज गर्छु। त्यसपछि काम गर्न चाहेको नगरपालिका वा गाउँपालिका तपाईहरूले आफ्नो गाउँपालिका वा नगरपालिका काम गर्न चाहेको अप्सन चुज गर्नुहोला। वार्ड नम्बरमा वार्ड राख्न सक्नुहुनेछ। त्यस्तै गरी नेक्स्ट टपिक रहेको छ उम्मेदवारको व्यक्तिगत विवरण। यो बक्स हेर्नुस्, यहाँसम्म बक्स छ। यो भित्र तपाईहरूले आफ्नो विवरण हाल्नु पर्ने हुन्छ। आवेदकको नाम थर नेपालीमा। तपाई यो बक्समा क्लिक गरी आफ्नो नाम नेपालीमा लेख्नुहोला। नेपालीमा लेख्नको लागि तपाईको कम्प्युटर वा ल्यापटपमा युनिकोड इन्स्टल भएको हुनुपर्छ। मैले यो कम्प्युटरमा युनिकोड अलरेडी इन्स्टल गरेको छु। यसरी नेपाली चुज गरेर यो ठाउँमा आफ्नो नाम नेपाली राख्नुहोला र आवेदकको नाम थर इङ्ग्लिस। यो बक्समा इङ्ग्लिसमा नाम लेख्नुहोला। आफ्नो जेन्डर चुज गर्नुहोला। बाबुको नाम आफ्नो बुवाको नाम राख्नुहोला। यो बक्समा तपाईहरूले आफ्नो आमाको नाम राख्नुहोला। यो बक्समा बाजेको नाम। जन्ममिति विक्रम सम्मतमा राख्नुहोला। उदाहरणमा देखाएको छ यसरी। यो फर्मेटमा नै आफ्नो जन्ममिति राख्नुहोला। जन्ममिति आफ्नो राखिसकेपछि यसमा हाल्नु पर्दैन, बाहिर क्लिक गर्नुस्। बाहिर क्लिक गरिसकेपछि तपाईको एडीमा जन्ममिति आउँछ र तपाईको उमेर पनि आउँछ है। त्यसपछि आफ्नो सम्पर्क नम्बर राख्नुहोला। यहाँ आफ्नो जीमेल आइडी राख्नुहोला। याद गर्नुस्, आफ्नो जीमेल आइडी एकदम सही राख्नुहोला है, गल्ती नराख्नुहोला, हैन भने पछि समस्या हुन्छ। अब यो बक्समा छ हाम्रो नागरिकता सम्बन्धी विवरण। यहाँ आफ्नो नागरिकता नम्बर राख्नुहोला। त्यसपछि नागरिकता जारी गर्ने जिल्ला रहेको। तपाईको नागरिकता कुन प्रदेशमा बनेको छ यो प्रदेश टपिक चुज गर्नुहोला। नागरिकता जारी गर्ने जिल्ला कुन हो त्यो चुज गर्नुहोला। इक्जाम्पलको लागि मैले क्लिक गरेर यसरी चुज गर्दैछु। नागरिकता जारी मिति राख्नुहोस्। उदाहरणमा देखाएको जस्तै जारी मिति नागरिकताको ब्याक साइडमा हुन्छ है, तलतिर। त्यहाँ जारी मिति लेखेको मिति यहाँ उल्लेख गर्नुहोला, राख्नुहोला। नागरिकता प्रमाणपत्र ब्राउजरमा क्लिक गरी आफ्नो नागरिकता अपलोड गर्नुहोला र तपाईको नागरिकताको फाइल साइज 200 KB भन्दा कम हुनुपर्छ, हैन भने अपलोड हुँदैन है। त्यसपछि नयाँ बक्समा के छ? ठेगाना विवरण। स्थायी ठेगाना हो है। स्थायी ठेगाना आफ्नो स्थायी प्रदेश राख्नुहोला। त्यसपछि स्थायी जिल्ला राख्नुहोला। नगरपालिका वा गाउँपालिका चुज गर्नुस्। अब मैले यति बेला चाहिँ कहिलेकाहीँ सर्भर प्रब्लम हुन्छ भने यहाँ लिस्ट देखिँदैन है। आफ्नो वार्ड नम्बर राख्नुहोला। आफ्नो टोलको नाम वा गाउँको नाम राख्नुहोला। स्थायी र अस्थायी ठेगाना एउटै छ कि फरक छ? यहाँ अप्सन छ एउटै छ, फरक छ। तपाईको जे छ त्यो अप्सन चुज गर्नुहोला।
अब यो बक्समा छ तपाईको शैक्षिक विवरण गणकको लागि न्यूनतम योग्यता है। उत्तीर्ण गरेको टाहा तपाईको आफ्नो योग्यता चुज गर्नुस्। अध्ययनको संकाय तपाईले आफ्नो यो लिस्टमा भएको कुन संकाय हो त्यो चुज गर्नुहोला। यदि फरक भए अन्य गर्नुहोला र त्यहाँ नयाँ बक्स पाउनुहुन्छ त्यहाँ राख्नुहोला आफ्नो संकाय। त्यसपछि आफ्नो मूल विषय राख्नुहोस्, मुख्य विषय मेजर सब्जेक्ट भनिन्छ। त्यसपछि यो बक्समा प्राप्ताङ्क प्रतिशत वा जीपीए जे भए पनि त्यो यहाँ राख्नुहोला। न्यूनतम शैक्षिक योग्यता ट्रान्सक्रिप्ट मार्कसिट प्रमाणपत्र ब्राउजरमा क्लिक गरी आफ्नो +2 को यहाँ ट्रान्सक्रिप्ट अपलोड गर्नुहोला र फाइल साइज 200 KB भन्दा कम हुनुपर्छ है। म याद दिलाउँदैछु तपाईलाई। न्यूनतम शैक्षिक योग्यताको चारित्रिक प्रमाणपत्र यहाँ ब्राउजरमा क्लिक गरी आफ्नो क्यारेक्टर सर्टिफिकेट राख्नुहोला। जुन स्कुलबाट पाउनुहुन्छ त्यो सर्टिफिकेट यहाँ राख्नुहोला। क्यारेक्टर सर्टिफिकेट अपलोड गरिसकेपछि न्यूनतम शैक्षिक योग्यता भन्दा माथिल्लो योग्यता विवरण तपाईले आवेदन गरेको पदको लागि आवश्यक न्यूनतम शैक्षिक योग्यता भन्दा माथिल्लो योग्यता छ। भर्न चाहेको पदको योग्यता भन्दा माथिल्लो योग्यता छ भने छ चुज गर्नुस्, छैन भने छैन चुज गर्नुस्। त्यसपछि तालिम सम्बन्धी विवरण यहाँ ध्यान दिनुस् है अलिकति। तथ्याङ्क सङ्कलन सम्बन्धी कुनै तालिम छ, कुन तालिम तथ्याङ्क सङ्कलन सम्बन्धी तालिम छ भने मात्रै छ चुज गर्नुस्, छैन भने छैन चुज गर्नुहोला। र अनुभव सम्बन्धी विवरण यो बक्समा पनि अलि ध्यान दिनुस्। तथ्याङ्क सङ्कलन सम्बन्धी कुनै किसिमको अनुभव छ, तथ्याङ्क सङ्कलन सम्बन्धीको अनुभव भएपछि मात्रै छ चुज गर्नुस्, छैन भने छैन नै चुज गर्नुस्। अन्य विवरण आवेदकको फोटो ब्राउजरमा क्लिक गरी यहाँ आफ्नो फोटो अपलोड गर्नुहोस्। आफ्नो फोटो अपलोड गरिसकेपछि एकचोटि भरेको विवरण पुनः रुजु गर्नुहोला। तपाईले भरेको विवरण सबै सही छ कि छैन एकचोटि चेक गर्नुहोला। यदि तपाईको विवरण सही छ भने ठीक छ, छैन भने सच्याउनुहोला र सच्याइसकेपछि अन्तिममा यो चेक बक्समा चेक गरिसकेपछि सबमिट गर्नुहोला। सबमिट गरिसकेपछि तपाई यस्तो खालको एउटा पेज पाउनुहुन्छ जहाँ तपाईको दर्ता नम्बर रहनेछ। भरेको आवेदनको दर्ता नम्बर फाइल डाउनलोड गर्न सक्नुहुनेछ र आफ्नो फाइल यो डाउनलोड गरिसकेपछि यसलाई सुरक्षितसँग राख्नुहोला। त साथीहरु आजको यस भिडियो कस्तो लाग्यो? यदि भिडियो मन पर्यो भने लाइक गरिदिनु होला र हाम्रो च्यानलमा नयाँ हुनुहुन्छ भने सब्स्क्राइब गरिदिनु होला र सँगै भएको बेल आइकनलाई अन गर्न नबिर्सनु होला। अब हाम्रो भेट अर्को भिडियोमा हुने नै छ। तबसम्मको लागि म बिदा चाहन्छु। धन्यवाद।